ललितपुरको लुबु लामाटारमा यस्तो दृश्य देखियो। यो दृश्य हेरिसकेपछि यहाँका स्थानीयहरू भन्नुहुन्छ, हजुरले ए मैले त 40 वर्ष नाग्यो 40 वर्ष नाग्यो। हजुरले बराबरै बराबर हजुरले त्यही हो है। हजुरले यो मकै पोल्नु भएको चाहिँ कति भयो दिजु? 6 वर्ष भयो। 6 वर्ष भयो है। यही ठाउँमा बसेर मकै पोल्नु भएको? हजुर 6 वर्ष बस्दै गर्दाखेरि यहाँनिर तपाईँको दिनमा मान्छे कति आउन सक्छ होला अनुमानित? दिनमा आउनुहुन्छ अब शनिबार चाहिँ धेरै अब 100-150 जना हुनुहुन्छ। त्यति धेरै आउनुहुन्छ है। अनि आएर उहाँहरूले कस्तो खालको प्रतिक्रिया दिनुहुन्छ? दर्शकबिन नमस्कार, म पुराण नाथ छिरिङ। आफ्नै खबर हेरेर रहनुभएका सम्पूर्ण दर्शकबिच हामीले एउटा भिडियो लिएर आएका छौँ। यो भिडियो यहाँहरूले पहिला पनि हेरिसक्नु भएको छ, मलाई थाहा छ। तर पछिल्लो समयमा नेपालमा ग्यासको एकदमै हाहाकार मचिरहँदाखेरि र नयाँ सरकार तत्काल गठन भएको कारणले गर्दाखेरि नेपालमा सम्भावना भएको कारणले गर्दाखेरि यो कुरालाई पनि नेपाल सरकारले तत्काल उत्खनन गरेर कार्यान्वयनमा ल्याउनु पर्छ भन्ने हेतुले हामीले भनिरहेका छौँ। दर्शकबिन हामी तपाईँहरूलाई भन्न चाहन्छौँ कि तपाईँहरू पनि एकचोटि आएर अवलोकन गर्न सक्नुहुन्छ। यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला र सेयर गर्नुहोला। र तपाईँलाई के लाग्छ आफ्नो मनको कुरा त्यो पनि लेख्नुहोला र सरकारप्रति तपाईँको के छ एउटा प्रतिक्रिया भन्नुपर्ने त्यो पनि लेख्न नबिर्सिनुहोला र सब्सक्राइब गरेर हामीसँग जोडिनुहोला। दर्शकबिन अहिले म तपाईँहरूलाई ललितपुरको लुबुबाट प्रत्यक्ष देखाइरहेको छु र म अहिले तपाईँको यो ग्यास बलिरहेको ठाउँबाट तपाईँहरूलाई मैले भिडियो देखाइरहेको छु। दर्शकबिन तपाईँहरूलाई पत्यार नलाग्न सक्छ, तपाईँहरू पनि अवलोकन गर्न सक्नुहुन्छ आएर। लुबु लामाटार भन्छ यहाँनिर, लामाटार लुबु लामाटारको तपाईँ ग्यास बल्ने कहाँ भनेर भन्नुहुन्छ भने ठ्याक्कै स्थानीयहरूले भनिदिनुहुन्छ। तपाईँ पनि आएर हेर्न सक्नुहुन्छ। हाम्रो नेपालमा पनि यस्तो धेरै प्रबल रहेछ। म यहाँ सिधै यहीँनिर रहनुभएका हाम्रा दिजुसँग कुराकानी गर्नेछु। दिजु नमस्कार। नमस्ते। हजुरको नाम? मेरो निर्मला शिवकोटी। घर चाहिँ हजुरको? मेरो रामेछाप। रामेछाप है। हजुरलाई त अब यहाँनिर एकदमै मजा रहेछ होइन, आगो ताप्नु पर्ने रहेछ, आगोको छेउमा बसेर मकै पोल्नु हुँदो रहेछ। हजुरले यो मकै पोल्नु भएको चाहिँ कति भयो दिजु? 6 वर्ष भयो। 6 वर्ष भयो है। यही ठाउँमा बसेर मकै पोल्नु भएको? ओके। हजुरको मास्क खोलिदिनु मिल्छ? खोलिदिनु न ल। खोलिदिनु के हुँदैन त्यस्तो लुकाउनु पर्ने केही कारण छैन होला नि त। ओके, भनेपछि हजुरले 6 वर्ष भयो है। 6 वर्ष हुँदै गर्दाखेरि तपाईँले डेली दिनै पछि मकै यसरी पोलेर के यो खानुहुन्छ कि बेच्नुहुन्छ? बेच्ने हो। बेच्नुहुन्छ है। भनेपछि तपाईँले यो 6 वर्ष भइसक्यो कि निरन्तर तपाईँले मकै पोलेर बेच्नु भएको? 6 वर्ष भयो। 6 वर्ष हुँदै गर्दाखेरि तपाईँको यो आगो निप्ने अनि त्यस पछाडि तपाईँको ठप्पै हुने त्यस्तो भएको छ कि छैन? ठुलो पानी आयो भने एकछिन निप्छ, फेरि पानी भर्यो भने पानीमै जलाइदियो भने बल्छ। फेरि बल्छ है। भनेपछि ठुलो पानी आयो र पानी जम्यो भने त सुकिसकेपछि फेरि एकछिनमा बल्छ? सुक्नु पर्दैन, एकैछिन निप्छ, फेरि त्यही पानीमा लाइटर लगाइदियो भने बलिहाल्छ। त्यही पानी जमिएको छ भने पनि तपाईँको लाइटर लगाइदिइसकेपछि आगो बल्यो? बल्छ है। भनेपछि त अब हजुर 6 वर्ष भइसकिसकेको छ यहाँ। हजुरले चाहिँ मकै मात्रै पोल्नुहुन्छ कि घरमा तपाईँको होइन अब भान्सामा पाक्ने होइन भात सब्जीहरू के अरू पनि गर्नुहुन्छ? होइन, मकै मात्रै पोल्ने हो। अनि जाडो महिनामा चिया पाक्छ। जाडो महिनामा चिया पाक्छ है। अहिले हजुरले यहाँ मकै राख्नु भएको छ, पोल्दै हुनुहुन्छ। यो कित्लीको चाहिँ के राख्नु भएको दिजु? तपाईँको कित्ली हो? पानी हो होइन, यतै वरिपरिको। ए वरिपरिको हो? चिया हो कि पानी चाहिँ हो? पानी हो। ए दिजु यो 1 कित्ली पानी उम्लिरहेको छ है। ओहो, पानी उम्लिरहेको छ र ल यो दर्शक पनि तपाईँले हेर्न सक्नुहुन्छ, पानी उम्लिरहेको छ भकभकी। तपाईँहरूलाई यो कुरा ढाँटेको जस्तो पनि लाग्न सक्छ होइन, तर रियली कुरा हो। मकै पनि पाकिरहेछ, पानी पनि उम्लिरहेछ। दिजु यो 1 कित्ली पानी छ नि, 1 कित्ली पानी उम्लिनको लागि कति समय लाग्न सक्छ होला? हावा लागेन भने 10 मिनेटमा उम्लिन्छ। हावा लागेन भने 10 मिनेटमा उम्लिन्छ है। भनेपछि यहाँको छरछिमेकीहरूले त यहाँनिर तपाईँको खाना पकाउन, पानी उमाल्न होइन, अब जाडो महिनामा यसो तपाईँको आगो ताप्न यहीँ आउनुहुन्छ होला? आउनुहुन्छ है। कतिको आउनुहुन्छ दिजु? धेरै हुनुहुन्छ। धेरै हुनुहुन्छ है। हजुर 6 वर्ष बस्दै गर्दाखेरि यहाँनिर तपाईँको दिनमा मान्छे कति आउन सक्छ होला अनुमानित? दिनमा आउनुहुन्छ अब शनिबार चाहिँ धेरै अब 100-150 जना हुनुहुन्छ। त्यति धेरै आउनुहुन्छ है। अनि आएर उहाँहरूले कस्तो खालको प्रतिक्रिया दिनुहुन्छ? उहाँहरूले अब भनिदिनु न, केही हुँदैन? कस्तो खालको के भन्नुहुन्छ? अचम्मै मान्नुहुन्छ कि होइन अब के भन्नुहुन्छ? यस्तो केही मान्नुहुन्छ नि? अब अचम्मै मान्नुहुन्छ है। नजिक भयो लिएर आउँथे मन पकाउन भन्नुहुन्छ। ए अनि यहाँनिर तपाईँको भनेपछि अब तपाईँको त तपाईँले देख्नुहुन्छ ल कहिले काहीँ त यहाँ छ्याप्पै भाडा हुन्छ होला है? हुन्छ है। के पकाउनु ल्याउँछ दिदी यहाँनिर चाहिँ? गेडागुडी अनि फेरि त्यो पानीहरू मात्रै तताउने हो। ए गेडागुडी पानीहरू है, खाना सब्जी चाहिँ बनाउनु ल्याउनुहुन्न?
ए ए ए ए। भनेपछि अहिले यो देख्दै गर्दाखेरि र मान्छेहरू हेर्न आउँदै गर्दाखेरि चकित पर्नुहुन्छ, छक्क पर्नुहुन्छ है? पर्नुहुन्छ। अनि दिजुले अब यहाँनिर यसरी मकै पोल्दै गर्दाखेरि यहाँनिर तपाईँको स्थानीय सरकारहरू आएर अथवा यहाँको होइन स्थानीयहरू आएर त्यस्तो नराम्रो कुराहरू त भन्नुहुन्छ कि भन्नुहुन्न है? भनेपछि कस्तो खालको प्रतिक्रिया दिनुहुन्छ त? राम्रै छ अहिलेसम्म चाहिँ। राम्रै छ है? हजुर। ए अनि त्यो चाहिँ तपाईँले दिनमा यहाँ मकै चाहिँ कति 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 सय घोगा चाहिँ बेच्नुहुन्छ? शनिबार त जान्छ 60-70 घोगा, अह अघि पछि चाहिँ 40-50 वटा। भनेपछि शनिबार तपाईँको 40-50 वटा जाने भयो। हजुर। अनि तपाईँको अरू बेला चाहिँ कति भन्नुभयो? होइन, शनिबार 60-70 घोगा जान्छ। ए 60-70 घोगा जान्छ। ए ए ए भनेपछि अरू बेला चाहिँ अरू बेला अब कहिले हुन्छ कहिले हुन्न। कहिले हुन्छ कहिले हुन्न है? ए ल यो अब दुईटा पोल्दै गर्नुभएको हामीलाई हो होइन? ल यो एकदमै मजाले होइन यो यो त्यो हुन्छ नि त्यो अखराकको कोइलामा हुन्छ नि त्यस्तै कोइलामा पोलेको त्यस्तै हुन्छ कि यो कस्तो हुन्छ दिजु? अहिलेसम्म त मान्छेहरूले यहाँ यो ढुङ्गामा पोलेको मिठो छ भन्नुहुन्छ। त्यसले भन्नुहुन्छ है? ए ल भनेपछि हामीलाई पनि यो मजाले के अरे पोलिदिनु होला। हामी पनि आज चाहिँ हामीले फर्स्ट अफ अल दर्शक पनि हामीले फर्स्ट अफ अल यहाँनिर चाहिँ तपाईँको यसरी ग्यास निस्केको ठाउँमा चाहिँ निस्किरहेको ठाउँमा चाहिँ यो पोलेको मकै चाहिँ हामीले फर्स्ट खाँदैछौँ गाइजहरू दर्शकबिनहरू। र तपाईँहरूलाई पनि म भन्न चाहन्छु कि आउनु होला, हेर्नु होला, अवलोकन गर्नु होला र यहाँ पोलेको मकै पनि तपाईँहरूले टेस्ट गर्नु होला कस्तो लाग्छ तपाईँहरूलाई अनि प्रतिक्रिया दिनु होला। दर्शकबिन अब हामी कुराकानी गर्ने क्रममा दिजुले मकै पनि पोलेर रेडी गरिसक्नु भएको छ। अब हामी यहाँ पोलेको मकै पनि खानेछौँ। दिजु हामीलाई मकै रेडी गरिदिनु भएको हो? ए ल दिनुहोस् त ल दुईटा मकै है? ल दर्शकबिन यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ यहीँनिर चटनी छ। ल चटनी दिनुहोस् न ल, तिमीहरू पनि लाउनु भएको होला है? ल धन्यवाद, ल धन्यवाद, धेरै धेरै धन्यवाद। ल दर्शकबिन यहाँनिर तपाईँको पोलेको मकै देख्न सक्नुहुन्छ एकदमै अर्ग्यानिक तरिकाले पोल्नु भएको छ उहाँले, एकदमै राम्रो छ भन्ने हामीले विश्वास लिएका छौँ। हामी खानेछौँ है। एकदमै राम्रो छ है दर्शकबिनहरू, ल एकदम राम्रो छ। ओके अनि हजुरले यहाँ कहाँ बस्नुहुन्छ? म यहीँ वरिपरि नै हो। वरिपरि बस्नुहुन्छ है? ल हस् धन्यवाद दिजु, हजुरले समय दिनुभयो, एकदमै राम्रो कुरा भन्नुभयो, धेरै धेरै धन्यवाद। सम्भावना प्रशस्त भएको ठाउँ हामीले तपाईँहरूलाई देखाइरहेका छौँ दर्शकबिन। यहाँ देखाउँदै गर्दाखेरि यहाँनिर हामीले कुराकानी गरिसकेका छौँ र यहाँकै अब स्थानीय नै हुनुहुन्छ उहाँहरू। हामी उहाँहरूसँग पनि कुराकानी गर्नेछौँ र उहाँहरूको धारणा के छ अथवा अभिव्यक्ति के छ यो कुरामा भन्ने विषयमा पनि हामी रहेर कुराकानी गर्नेछौँ। यहाँनिर ग्यास निस्किरहेको ठाउँमा यहाँनिर हुनुहुन्छ यहाँका स्थानीय बराबर नै हुनुहुन्छ। हामी उहाँहरूसँग पनि कुराकानी गर्नेछौँ। ल हजुरहरूलाई नमस्कार। हजुरहरू यहाँको स्थानीय हुनुहुन्छ कि हुन्न भन्नुहोस् त? स्थानीय हो है? अलिक परको हुनुहुन्छ है? ल ठिक छ। लगभग यहाँ बसेको त अब 10-12 वर्ष अथवा 20-30 वर्ष नै नागी भनेपछि त यहाँको स्थानीय बराबर नै भयो होइन? हामी चाहिँ निकै परबाट सर्वेक्षणको लागि आएको हो। हजुरहरूले यो देख्नु भएको लगभग कति समय भयो? मैले देखा त 5 वर्ष भयो। 5 वर्ष भयो। हजुरले? ए मैले त 40 वर्ष नाग्यो। 40 वर्ष नाग्यो। हजुरले? बराबरै। हजुरले? त्यही हो है? म 5 वर्ष, म 5 वर्ष। ए भर्खर आउनु भएको हजुर? ओके यहाँ 40 वर्ष भइसकिसक्यो देख्नु भने हाम्रो यहाँनिर हाम्रो काका हुनुहुन्छ। हामी काकासँग कुराकानी गर्नेछौँ दर्शकबिन। काका नै भन्छु म है त है? ल अनि यो होइन हुन्छ अहिले यहीँबाट कुराकानी गर्नु, यहीँ बसेर कुराकानी गर्नु। ल यहीँ बसेर कुराकानी गरौँ ल, किनभने अब बसेर कुराकानी गऱ्यो भने मजा आउँछ नि त होइन? मकै पनि पोलिरहेको छ, अब त्यहाँ मकै पनि खानुपर्ने छ होइन? हजुरले यो देख्नु भएको 40 वर्ष जति भयो है? यो देख्दै गर्दाखेरि पहिला चाहिँ यो कसरी चाहिँ यो तपाईँको ठाउँमा आगो निस्क्यो त? यो डिबोरिङ गरेर। डिबोरिङ गर्ने क्रममा चाहिँ तपाईँको आगो निस्क्यो? ग्यास निस्क्यो, आगो निस्क्यो होइन? ग्यास निस्केपछि अनि ग्यास निस्क्यो, यसलाई चाहिँ पुरेर अनि अन्त खनेको है? यो तपाईँको नेपाल सरकारले नै खनेको थियो कि यहाँको प्राइभेट खनेको थियो कि? यो इटा फ्याक्ट्री थियो एउटा, चाइनिज इटा फ्याक्ट्री। हजुर यहाँ पहिला इटा फ्याक्ट्री थियो हजुर, त्यसको लागि चाहिँ खन्ने क्रममा चाहिँ यो तपाईँको ग्यास निस्केको। ए अनि यो तपाईँको निस्किँदै गर्दाखेरि स्थानीय सरकारहरू आएर यो ठाउँलाई चाहिँ अब संरक्षण गरेर चाहिँ तपाईँको चाहिँ उत्खनन गरेर चाहिँ होइन? व्यक्तिको नाममा है? ए भनेपछि यो जग्गा त व्यक्तिको नाममा पर्यो? कारखाना चाहिँ चाइनिज इटा
फ्याक्ट्री उठेर गयो, त्यस पछाडि प्लटिङ गरेपछि यो व्यक्तिको नाममा होला। ए भनेपछि अहिले यो व्यक्तिको नाममा छ है। अब व्यक्तिको नाममा पनि तपाईँको अब पहिला यस्तो पनि व्यक्तिकै नाममा हो, हजुर। अहिले पनि व्यक्तिकै नाममा। व्यक्तिको नाममा अब यो हुँदै गर्दाखेरि अब व्यक्तिले यहाँ घर बनाउनु त कुरा भएन है। अब के यहाँ घर गर्ला बनाउनु अब कतिको हामीलाई यहाँ कतिको प्रबल होला घर बनाउनको लागि? सक्लान् नि, सक्ला? घर बनाउन त सक्छ। सक्छन्? मिल्न नमिलेसम्म मिलेसम्म। अब नक्सा दिनु पर्यो होला क्या स्थानीय निकायले, दियो भने बन्छ नि। बन्छ है। त्यसमा त प्राविधिक समस्या हुन्छ अँ। होला। प्राविधिक समस्या। मैले बुझेको चाहिँ जस्तो यो भनेको नेचुरल रिसोर्स भयो, यो गभर्मेन्टको अधिकारको कुरो हजुर होला। हजुर हजुर त्यो भइसके पछाडि व्यक्तिले चाहिँ नि आफ्नो अनुकूल काम गर्न चाहिँ नमिल्ला। नमिल्ला है। यो हामीलाई पनि एकदमै आउने बित्तिकै हेर्दाखेरि एकदमै चकित पर्यौँ, छक्क पर्यौँ हामी पनि होइन। यो तपाईँको यो ठाउँमा तपाईँको यो निस्किँदै गर्दाखेरि, यो ग्यास निस्किँदै गर्दाखेरि यहाँनिर ग्यासलाई तपाईँको उत्खनन गर्नको लागि तपाईँको चाहिँ कतिको प्रबल होला ग्यास? सबभन्दा त अब कति आउँछ कति भनेर ग्यास के- आउँछ के- भन्ने थाहै कुरो नै भएन। त्यसको छैन होला। छैन होला, त्यसको ठ्याक्कै अध्ययन भएको छैन होला। अध्ययन भएको छैन हो। त्यो भएपछि अब लगानी गरेर फाइदा हुन्छ कि घाटा हुन्छ, त्यो नै नभए पछाडि अहँ। लगानी कसरी गर्ने, भन्ने फेरि कसले गर्ने भन्नेको कुरो पनि त होला नि। होइन जग्गा अब छ व्यक्तिको। हजुर हजुर होइन यो अब तपाईँको यो त तपाईँको जग्गा त व्यक्तिको भइसकेपछि अघि हजुरहरूले भने जस्तो ग्यास चाहिँ अब तपाईँको नेपाल सरकारको माथिमा रहन्छ यस्तो कुरा भन्ने कुरा गर्नुभयो। नेपाल सरकारले नै अब गर्ने त कुरा हुन्छ। व्यक्तिको तपाईँको जग्गा कति हो, यसको मूल्य कति हो, नेपाल सरकारले त्यसको क्षति पुनः नदिए पनि आधी उधी दिएर चाहिँ यसलाई उत्खनन गर्दाखेरि तपाईँको चाहिँ जो आएर अवलोकन गरेर तपाईँको चाहिँ जो गर्दाखेरि कतिको सम्भावना होला भन्ने विषयमा चाहिँ अलिकति के भन्न चाहनुहुन्छ? त्यो धेरै गहिरो त हामीलाई थाहा छैन। थाहा छैन। तर यो समस्या सम्भावना कतिको बोकेको होला? एक ठाउँले। सम्भावना त अब त्यो सुरु भएदेखि अहिलेसम्म बल्याइ छ। बल्याइ छ। यो रोकेको छैन। 40 वर्ष भन्नु भएन? अँ। अब ठुलो पानी पर्यो भने बन्द हुन्छ, निप चाहेको। हजुर ग्यास छ नि, यो पानी भरे पछाडि त्यो त्यहाँबाट आइरहेको थियो भने अब वरपर फैलिएर बबल आउँछ क्या। बबल आउँछ है, राप आउँछ। ग्यासको फोका। सबै ठाउँ ग्यासको आउँछ फोका के आउँछ। उम्लिन्छ उम्लिन्छ, त्यहाँ आगो बालेको छैन, आगो बाल्यो भने त्यहाँ पनि पर्छ। बल्छ है। अहिले त्यहाँबाट आउनु पाइरहेछ र त्यहाँबाट बल्या हो। अहँ। के गरी त्यो पानीले भरियो भनेदेखि यो साइडतिर छटेर आउँछ क्या ग्यास। साइडतिर छरेर आउँछ, भुग्लु भुग्लु उम्लिन्छ। अँ। हस् त्यो हस् अब हजुर। कन्टिन्यू त्यो त यत्रो वर्ष भयो, 40औं वर्ष भइसक्यो 40औं आइरहेछ वर्ष। भने पछाडि त अँ। त्यति बेला नै त्यो यसलाई उत्खनन गर्न पाएको भए त राम्रो हुन्छ। ठुलै भोल्युममा ग्यास आउँथ्यो। आउँथ्यो होला। नेपालले ग्यास दिने भने यही त हो नि, घर घर यही हो, पाइपलाइन हो। यही हो तपाईँको पाइपमा घर घर जोडिदिने भन्ने कुरा यो। ग्यास ल्याइदियो, घर बनाउनुभन्दा पहिले ग्यास आइदियो यहाँ। ए ए ए ए ए पानी परेको यस्तो यस्तो हुनेछ नि त। यो हजुरले पानी पर्दाखेरि खिच्नु भएको है? पानी पर्दाखेरि यहाँ कुवा भरिदिँदाखेरि खिचेको हेर्नु पुरै भुग्लो भुग्लो भुग्लो। समर सर अलिकति देखाउँ न त। यो ल दर्शक पनि यहाँनिर हाम्रो स्थानीय हुनुहुन्छ उहाँहरू, उहाँहरूले यो पानी पर्दाखेरि चाहिँ खिच्नु भएको दृश्य हो। एकदमै पानी पर्दाखेरि चाहिँ एकदमै मुनिबाट निस्किएको ताप क्रमको त्यो उम्लाइ हो यो। दर्शक बिनहरू हेर्न सक्नुहुन्छ र तपाईँहरूलाई यो पत्यार नलाग्न सक्छ यो कुरा मैले अघिदेखि भनिरहेको छु। आएर तपाईँहरूले पनि एकचोटि अवलोकन गर्न सक्नुहुन्छ है दर्शक बिन। ल हस् ल हस् धन्यवाद। यहाँले एकदमै राम्रो प्रतिक्रिया दिनुभयो, धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हस्, धन्यवाद। हस् धन्यवाद है। ल हस् ल। ल दर्शक पनि यहाँ हाम्रो स्थानीयसँग कुराकानी गर्दाखेरि लगभग 40औं वर्ष भइसक्यो, देख्दै गर्दाखेरि हेर्दै गर्दाखेरि उहाँले देख्नुभएको यो त्यतिखेर पनि त्यस्तै थियो र अहिले पनि यस्तै थियो भन्ने कुराहरू गर्नुभयो। अलिकति म भन्न चाहन्छु सरकार, स्थानीय सरकार र केन्द्र सरकारले भन्न चाहन्छु आएर अवलोकन गरेर हुन्छ भने सकेसम्म उत्खनन गरेर बजारीकरण गरोस् भन्ने भन्न चाहन्छु।